हजुरहरु जो जति दागापेला बोक्नु भएको छैन, यहाँ हेर्नुहोस् है, यता दागापेलाको बजारको बिचमा हाम्रो भगवानको फोटो यसरी सजाएर राखिएको छ। अनि त्यही बजारदेखि अलिक माथि यसरी नयाँ छोरथेन बनिएको छ। यो चाहिँ हाम्रो एक्स आर्म फोर्स रिटायरमेन्ट आर्म फोर्सले बनाएको हो है त साथीहरु, तपाईहरुले हेर्न सक्नुहुनेछ। यस्तो छ दृश्य दागापेलाको। म अब तपाईहरुलाई सबै बजार देखाउने छु है त। बजारको बिचैमा यसरी ठुलो बरपिपल उहिलेको मान्छेहरूले रोपेको छ साथीहरु। त्यही बर र पिपलको बिचमा यसरी मणिढुङ्गर बनाइएको छ साथीहरु। त्यही मणिढुङ्गरको मुनिपट्टि यसरी अहिले टेम्परेरी दोकानहरु ट्याप्पै लागेको अवस्था छ साथीहरु। यो दोकानहरु चाहिँ अब अलिक दिनमा अलिक पर त्यो बिल्डिङहरु बनिसकेको छैन, त्यो भएकोले गर्दा यो टेम्परेरी छ है साथीहरु। यसरी टेम्परेरी सेट लाएर दोकान थापेको छ यहाँनिर साथीहरु। अनि यसरी बिल्डिङहरु बनिँदै जाँदैछ है त उतापट्टि। म तपाईहरुलाई त्यो बनिँदै गरेको बिल्डिङहरु पनि सबै देखाउने छु, हेर्नु होला, हेरेर इन्जोय गर्नु होला। यसरी दागापेलाको टाउन धमाधम बनिरहेको छ है त साथीहरु। यहाँ अब यो बिल्डिङहरु कम्प्लिट भइसकेपछि त्यो माथि अघि टेम्परेरी सेट देखाएको बिल्डिङहरु दोकानहरु चाहिँ यहाँ सर्छ साथीहरु। त्यहाँदेखि त्यो पर तपाईहरुले देख्न सक्नुहुन्छ सेटलमेन्ट मजाले सेटल गरेर मान्छेहरु बस्नु भएको छ। त्यहाँदेखि त्यो त्यही डाँडाको उतापट्टि पनि यसरी नै सेटल गर्नु भएको छ, सेटल गरेर बसेको छ। यसरी दागापेलाको दोकान चाहिँ यसरी छ साथीहरु। तपाईहरु जो जति यहाँ आइपुग्नु भएको छैन, तपाईहरु जो जति आइपुग्नु भएको छैन, यो चाहिँ तपाईहरुको लागि है त साथीहरु। तपाईहरु गाउँमै बस्नु भइरहेको छ र दागापेला देख्नु भएको छैन भने चाहिँ यो भिडियो कम्प्लिटली हेर्नु होला भन्न चाहे। ल सो बाइ बाइ सबैजनालाई।